ल हेर्नुहोस् है, डियोबो कोरियन कम्पनीको यो तपाईँहरूलाई चाहिँ तातो इन्स्टेन्ट गिजर चाहिँ हामीले लिएर आइसकेका छौँ। यसमा चाहिँ तपाईँको अटोमेटिक यो कट फिचर हुन्छ, तपाईँलाई इलेक्ट्रिक सक लाग्दैन, त्यसको हामी ग्यारेन्टी गरिदिन्छौँ र यसको चाहिँ 1 वर्ष वारेन्टी पनि हुन्छ। तपाईँलाई यो फिटिङ कसरी गर्ने भनेर धेरैजनाले भन्नुभयो, हामीले पोहोर पनि भनेका थियौँ। यो फिटिङ गर्नलाई एकदमै धेरै सजिलो छ, अरू जस्तो धेरै गलेमुजुम हुँदैन र यसमा चाहिँ तपाईँले धेरैवटा अप्सनहरू पनि पाउनुहुन्छ, जुनमा पनि तपाईँले चाहिँ फिटिङ गरेर यो लाउन सक्नुहुन्छ है। र तपाईँहरूको यो धारामा चाहिँ ट्याप हुन्छ माथिबाट लाउनेवाला एउटा, यस्तो धाराहरूमा जुनैमा पनि हुन्छ, त्यो चाहिँ भित्रबाट हुन्छ, कुनै कुनै बाहिरबाट हुन्छ, यसको चाहिँ बाहिरबाट छ। र यहाँनिर तपाईँको एउटा यो हुन्छ है, यो बटमलाई चाहिँ तपाईँहरूले खोल्नु होला, यहाँ हेर्न सक्नुहुन्छ। यसरी खोलिसके पछाडि यहाँ एउटा वासर पनि हुन्छ, यो यहीँ राख्ने हो। अब यसलाई म तपाईँलाई यहाँ फिट गरेर देखाइदिन्छु, हेर्नुहोस् है त। अब यहाँबाट चाहिँ तपाईँहरूको पानीहरू चाहिँ यसले फिल्टर गर्छ, कहिलेकाहीँ यहाँनिरबाट पानी रोकियो भने पनि तातो पानी नआउन सक्छ, त्यसलाई चाहिँ तपाईँहरूले हेरेर गर्न सक्नुहुन्छ है। अब यहाँ चाहिँ हाम्रो कुन लाग्ने भयो भन्दाखेरि यहाँ जुन लाग्छ तपाईँको धारामा, इलेक्ट्रिक धारामा, यो तपाईँले होतै लाउने हो। जस्तै यहाँ चाहिँ हाम्रो बाहिरको छ, जस्तै भित्रबाट ग्रिप भएको धाराहरू छ भने चाहिँ यो लाउनु पर्यो है। हेर्नु होला, यो भित्र भयो भने चाहिँ यसरी सुइसी भित्र कस्ने। अब यसलाई अरू केही गर्नु पर्दैन, तपाईँ डाइरेक्टली यसलाई यसरी कस्नुहोस्, यो यतापट्टि हालेर कस्नु भयो हुन्छ, त्यसलाई धेरै टेन्सन लिनु पर्दैन। यसरी ल यो भयो। अब यो आउँछ यहाँ धारा धुम्निहाल्छ यति भएपछि है। अब यसलाई चाहिँ तपाईँले के गर्ने भने यहाँबाट कस्ने, यहाँ कस्नेहरू चाहिँ तपाईँको यो अरू कस्नको लागि यहाँ वासरहरू कति चाहिन्छ तपाईँहरूलाई, यहाँबाट तपाईँको यसरी यहाँ यसरी कस्छ यसले। यहाँ अहिले हामीले चाहिँ एकछिनको लागि मात्रै भएको भएर मजाले कसेको छैनौँ। तपाईँले यसलाई कस्नको लागि यहाँ माथि कस्नलाई पनि अरू केही चाहिँदैन, यसैले सुई सुई घुमाएर चाहिँ यसले कस्न सक्नुहुन्छ। यो चाहिँ स्क्रुल भयो है। अब तपाईँले के गर्ने भने यहाँनिरबाट डाइरेक्ट तपाईँले चाहिँ करेन्ट दिनुहोस्, यसरी यसमा यो बाँधेको हुन्छ र यो इलेक्ट्रिक सक नलाग्नेवाला हो यो है। तपाईँ कहिलेकाहीँ अटो कटअप भयो भने एकछिन प्रेस गरेपछि रिस्टार्ट हुन्छ यसलाई चाहिँ तपाईँहरूले। अनि यसलाई यो तारहरूलाई चाहिँ अब अलिक हाई प्रेसर, यो चाहिँ 3300 वाट खपत गर्छ यसले, अलिक ठुलो खालको मल्टिप्लगहरू जोड्नु होला। त्यो भइसके पछाडि तातो पानी चाहिँ तपाईँको एक ट्याङ्की सबै रिट्युन्डेर यसले तताउँछ। यहाँ हेर्नु होला, पावर आइसक्यो। अब यहाँ इलेक्ट्रिक सकहरू लाग्यो भने यो आफै यस्तो भएर जान्छ। अब यसमा तपाईँले यसो गरिसके पछाडि भयो है। यो कहिलेकाहीँ सक लाग्यो भने चाहिँ यसरी यो बाहिर निस्केको हुन्छ, यसलाई प्रेस गरेपछि यो चल्छ। जस्तै मैले यहाँ लाइन दिएँ, अब यहाँ तपाईँको धारा यसरी खोल्ने हो, यो यहीँबाट पनि बन्द गर्न सकिन्छ। अहिले यहाँ मैले यो कसेको थिएँ राम्रोसँग, यहाँबाट पानी गयो, तपाईँहरूले कस्दाखेरि अब यहाँबाट आउँछ, डिग्री सेल्सियस चाहिँ आफै बढ्छ। यहाँ हेर्नुहोस् है, 22-23 हुँदै हुँदै गइरहेको छ। अब पछि तपाईँले होइन चिसो बनाउनु पर्यो भने यहाँबाट गर्न सक्नुहुन्छ। अनि बाथरुमको लागि चाहिँ तातो र चिसो यसरी, यहाँ अलिक तातो हुन्छ, यहाँ चिसो हुन्छ, यो दुईटाबाट पनि पानी चाहिँ आउँछ। यसलाई पुरै फुल गरिदिनु भने फुल चिसो मात्रै पछिको लागि पनि आउँछ। यो चाहिँ सार्नको लागि पनि सजिलो भयो, फुल गर्नु भयो भने यहाँबाट तातो आउने भयो। यहाँ अब तपाईँको अहिले देखिनलाई तातो तपाईँहरूलाई कसरी महसुस गराउँ, यो 32 डिग्री सेल्सियसदेखि यो 50 डिग्री सेल्सियससम्म हुन्छ, मतलब उम्लेको भगभगी भएको पानी हुन्छ। यो आफै बढ्दै जान्छ है, यसको टेम्परेचर चाहिँ एकछिन पछाडि। अब यहाँ अहिले तातो यहाँ छुनै नसकिने हुन लागिसक्यो, यहाँ यी बाफ पनि उडेको तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होला, हेर्नुहोस् एकदम तातो आइसक्यो, 41 डिग्री सेल्सियस भइसक्यो। अब यतिको 42, यो चाहिँ 50 डिग्री सेल्सियससम्म हुन्छ। तपाईँहरूलाई तातो पानी तताउनको लागि, तातो पानी चाहिरहने ठाउँको लागि चाहिँ एकदमै बेस्ट हुन्छ, यो एकदमै खतरा हुन्छ। र यसको लागि एउटा मात्रै चाहिँ 20-25 मिटर चाहिँ तपाईँहरूको 20-25 फिट अराउन्ड 2 तलाभन्दा मुनि चाहिँ छ भने तपाईँहरूको यो तातो हुँदैन। यसलाई चाहिँ प्रेसर चाहिँ चाहिन्छ, त्यही पनि अहिले हामीले चाहिँ रिड्युस गराएर अलिक घटाएर पठाउने चाहिँ बनाएको छौँ है त। अनि यो अर्डर गर्नको लागि चाहिँ तपाईँहरूले नाम नम्बर लोकेसन दिनु होला, एकदमै दामी छ, अल ओभर नेपाल डेलिभरी हुन्छ।